हेलो साथीहरु, वेलकम बैक टू माई च्यानल। के छ हल्लीचल्ली, आशा छ सबै सन्चै हुनुहुन्छ। आज हामी रोस्ट भिडियोको रियाक्सन गर्नेछौँ, जसको कसको भिडियो रियाक्सन गर्नेछौँ भनेपछि चर्ती कलाको होली काण्ड। होलीको काण्ड एक रोस्ट भिडियो रहेछ हैन, चर्ती कला ब्रोको हालेको। हेरौँ है त कस्तो छ, फेरि मजा आउँछ होला, रोस्ट भिडियो हो नि त। ओके, सँगै हेरौँ, लेट्स गो। के छ त हालको भयो अनि गाइज, कस्तो भयो तिमीहरूको होली? आज हामी हेर्न जाँदैछौँ होलीको यस्तै चर्ती कलाहरूको भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। अब बकवास धेरै नगरिकन सिधै भिडियोलाई सुरु गरिदिनु। चलो भाई, देखो अपने क्या यसको शरीरमा अलरेडी नेचुरल ब्ल्याक कलर छ, यसलाई अरू कलरको जरुरतै छैन। अनि ब्याकग्राउन्डमा मिया खलिफा भन्दै कराउने जाँठा हो, यो कुन एङ्गलबाट मिया खलिफा जस्तो देख्यो तिमीहरूले? तिमीहरू आफै सोच न, मिया खलिफा छुँदा पनि दाग लाग्ला जस्तो गोरी छ, र यसलाई छोयो भने उल्टै हातमा कालो कलर लाग्छ। केटाहरू होली खेल्ने बाहनामा सिन्दुर हाल्दैन। माई गॉड, होली खेल्ने बाहनामा सिन्दुर पस्काइदियो केटाहरू। फेरि त्यही नै यस्तै प्रतीक्षाको हिसाब बसिरहेको हुन्छ है होली खेल्नलाई। जे होस्, केटाहरूले होली मनाउने न्युमा बिहे गर्ने निन्जा टेक्निक लगाइरहेको थोपडा गतिलो छैन। मागी बिहे गरौँ भने बेरोजगारीले कसले दिन्छ र? त्यही भएर होली खेल्न जाने हो, अनि जो मन पर्छ टिका लाउने न्यु गरेर सिन्दुर हाल्दिने। ओन्ली लेजेन्ड अन्डरस्ट्यान्ड ल केटा हो। के आइडिया आयो ल कमेन्ट गरौँ त। होली हो, होली खेल्या हो, यो होली खेलेको यस्तो। ओ माई गॉड, के भन्छ ब्रोले, हेरौँ है। ओन्ली लेजेन्डलाई चाहिँ पहिलो नजरमै थाहा भइहाल्छ है फेरि। अनि बहिनी कसले समाए तिम्रो भोगटे? मजाले छ त। कलरका पुसमा भन्दा पनि भोगटेमा धेरै छ। कलरै छैन फेसमा। कुन कलेजमा खेल्दै रहेछ यस्तो होली? पत्ता लगाउँदा केटा हो, अर्को पालि होलीमा त्यतै जानु पर्ला। होली हो के होली तिहारको गीत बजिरहेछ यार, तिहारको। दुर्गेश थापा भाइ चाहिँ दुर्गेश थापा हो, यसले शिवरात्रिको गीत गाइदिन पनि बेला आउँदैन होलीमा। दुर्गेश थापा होलीमा तीजको गाना, तिहारको गाना आफ्नै पारामा ड्याङ 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 दिइरहेछ है दुर्गेश थापाले फेरि। दुर्गेश थापा बोलाइसक्यो हेर केटा हो, होलीमा तीजको गीत गाइरहेछ। के अस्ति शिवरात्रिको भाङले छोडेको छैन र? यदि तिमीहरूलाई एउटा प्रपर रोस्ट दुर्गेश थापा माथि चाहिन्छ भने तल कमेन्ट गर केटा हो। चाहियो। देखो केटा हो, ओन्ली लेजेन्ड भने जस्तो, लेजेन्ड अन्डरस्ट्यान्ड भने जस्तो। देखो त के छ यसमा? कलरमा होली खेल्ने हो कि यहाँमा होली खेलेको, यहाँमा रङ लगाउन आएको? के हो यो यस्तो होली? तर मोज काटिरहेछ केटाहरूले है। चक्लेट कसले चक्लेट दियो? फेसनै भइसक्यो क्या हो, यहाँ कलर लगाउने यस्तो होली? कसैले यिनीहरूले सम्झाउ कि होलीमा फेसमा कलर लगाएर मनाउने हो होली भनेर? फेसमा एक थोपो कलर छैन, सब कपडामा मात्र दलेको छ। अनि बोका हो, होली खेल्ने न्यु गरेर भोगटे समाउँदै हिँडिरहेछौ त। जे होस्, होलीको फाइदा उठाइरहेछ। रिपोर्टिङ गरिरहेका छौँ, हामी देख्न सक्छौँ। त्यो अन्डा टाउको होइन, यसको मुखमा अड्काइदियो, कमसेकम एउटा चुतिया त कम हुन्छ। मान्छे नचिने गरी यो ढेडुको जस्तो थोपडा बोकेर के खोज्न हिँडेको बाहिर? अझै एकचोटि नाटक त हेर। यिनीहरूले चाहिँ होली प्रपर खेलिरहेछ है। कुन कलेज हो यस्तो? हो, यसरी हो नि त होली मनाउने, अनुहारमा कलर लगाएर। तिमीहरू पनि होलीको बेला बाहिर निस्किएको भए तिमीहरूको भोगटे धुलो पिठो पारिदिन्छ। त्यो माथि कपडा नि यति छोटो लगाएको रहेछ, घर पुगेर हेर्नु पर्थ्यो कलर कहाँ लागेछ भने। कपडा खोलेर हेर्नु पर्थ्यो कलर कहाँ लागेको थियो भनेर। थिङ्किङ सोच केटा हो, कहाँ लागेको हुन्थ्यो।
त कोही छैन कोसँग भन्नु ए आजदेखि यो भिडियो हेर्ने मान्छे त मेरो लप पर्यो कस्तो जाठी के खालको बल्नै चुर्ला फेरि भित्र नलगाऊ के फरक भयो र फोन कहाँ राखेर भिडियो बनाएको यो आजकल काम छैन तिमीहरूको यसको जति पनि कपडा छ फाल्दै हुन्छ अनि नाङ्गै भिडियो बनाऊ यसरी टाङमुनि फोन राखेर जाठी मोर इन्टरटेनमेन्ट अझ इन्टरटेनमेन्ट हुन्छ तेरो बोयफ्रेन्ड उडाइदिन्छु रे मेरो बोयफ्रेन्डले तँलाई हेर्नु पनि पर्यो नि बहिनी यासी सुरु भइसक्यो पहिला पढाइतिर ध्यान दियो अनि जहाँसम्म कुरा छ तिम्रो बिएफले अरू केटीलाई हेर्दैन भन्ने केटाहरू कतिसम्मको हरामी हुन्छ मलाई मात्र थाहा छ केटाहरूले जस्तो सुकै केटीले पनि आँखा लगाउँछ बस केटी हुनु पर्यो अनि Oh my god. के भन्छ फेरि अनि बहिनी उमेर त नाबालिगको जस्तो छ तिम्रो कागतीलाई कसले बगडे बनाइदियो अहिले तिम्रो कागतीलाई कसले बगडे बनाइदियो 11-12 वर्षमा त यस्तो छ 20-22 वर्ष हुँदा के होला उमेर भने नाबालिगका काम भने मिया खलिफा भने जस्तै हो कि के हो यो के हो स्कुलमा टिकटक बनाउन गएको कि पढ्न गएको फेरि मैले पनि रोस्ट हानिदिन्छु है फेरि पढ्न जाने होइन स्कुलमा टिकटक बनाउनु मोबाइल लगेर अब कस्तो स्कुल हो यो जहाँ भुराहरूलाई फोन चलाउन दिइरहेछ जातिहरू पढाइतिर ध्यान दिनु छैन क्लासमा आएर टिकटक बनाएर बसिरहेको छ ऐसा ही होता है फोरसमको मतलब त थाहा छ नि बहिनी अब आज भोलिको बच्चाहरू के साह्रो तुमुक भएको फोरसम मात्र किन पुरै गाउँले नै बोलाएर ग्याङ ब्याङ हाने भइहाल्यो नि आपकी औकात बता रहा हूं सर सबैभन्दा राम्रो प्रधानमन्त्री के गरेको यस्तो यो साङ्लो भनेर अडाइभरि कहाँ हो पुलिसले समाज क्या पुरै कैदी भने यो प्रधानमन्त्री हुनुहुन्छ हाम्रा देशका प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीज्यू भोसडी के पागल है क्या जाँठा बौलायो कि के हो के बक्सो हो यो जाँठा कुकुर बान्ने सिक्री घाँटीमा झुलाउँदै हिँडिरहेको छ त त्यसको मात्र मिडिया म पनि भनौँ जस्तो लागेको तर चाहिँ कुकुर नभन्ने भनेर नभनेको मैं क्या बोलूं इसमें क्या बोलूं मैं इस पे आज भोलिको भुराहरू पेटमा हुँदै परेर जन्मिन्छन् कि के हो 4-5 वर्षको भुराहरू ब्रेकअप भयो भन्दै भिडियो हाल्छन् यसमा अलिकति गल्ती आमा बाउको पनि छ सानो हुँदा बच्चा रह्यो भन्दै फोन दिएर फकाउँछ अनि अलिकति ठुलो भएपछि छोराछोरीको हालत यस्तो छ क्या मुझ गरेर यसलाई भन्छ मेन कला कला भनेको यो हो केटा हेर कला भनेको यो मेन कला भनेको तिमीहरूसँग पछाडिको कला पनि छैन अगाडिको पनि कला छैन के देखाएर भाइरल हुन्छ यिनीहरूसँग कला छ भाइरल हुने कला लौडे पागल है जाँठीहरू के अर्को त यो झ्यापको तालमा भिडियो बनाएर हालेको झ्यापै त हो नि टकेको जस्तो छ काटेकोमा कुकुरलाई बैस चढेको जस्तो तुमुक तुमुक भएको छ त जाँठीहरू अनि के खालको डान्स हो यो तिमीहरूको डान्सको नाममा चाक हल्लाउनु भन्दा अरू केही पनि आउँदैन यदि चाक र हुने भए यिनीहरूले के देखाएर भाइरल हुन्छ आपकी औकात बता रहा हूं सर बुरा नहीं मानना सर ओहो हाम्रो नेसनल फ्लावर भनेको लाली गुराँस हो त होइन लाली गुराँस नै कपडा बनायो ड्रेस फेरि पनि अलि लामो बनाएर लगाउनु पर्छ नि यो त लाली गुराँसकै बिजत भएन र भने कस्तो गरेको यो फ्रम रत्नपार फुलको त कपडा बनाएर लगायो अब एकचोटि कौसोको पनि कपडा बनाएर लगाऊ अनि त्यसपछि जिन्दगीमा यस्तो चुतिया हरकत गर्ने आँटै आउँदैन जसलाई पनि कौसो भन्ने थाहा छैन गुगल गरेर हेर कौसो भनेको गुगल गरेर हेर न मलाई चाहिँ थाहा छ है कौसो भनेको यति थोरै पनि शरीरमा पर्यो नि यस्तो चिलाउँछ नि बेतालीसँग चिलाउँछ है त्यसको कपडा लगायो भने त मर्लाई फेरि छालै चमडा निकालेर पनि जाँदैन फेरि ओ मा खिलाल चस्मा ठोकेर मेरो गेडा छदेर केडा हेरेको हेरे कन्डम फेरेको मेरो बॉयफ्रेन्ड छदेर हेरेको यस्तै गर्दाले
समाजमा ठुलो असर पर्छ कन्डम फेरेको फेरै देखेको देखे के गरे बहिनी के गरेको यो के कहाँबाट आउँछ यस्तो दिमागमा यो पढ्ने लेख्ने बेलामा अनि दिनमै 10 जनासँग टपाटप गर्दै हिँड्थ्यो के हो जाँठियोहरू न त जुन एरियामा बस्छु त्यो एरियाको नम्बर 1 माल हुने नि अनि कन्डम फेरि बजाइहाल्छ नि मलाई केटो यस्तो चाहिस मेरै बयान गर्ने सिटाडा हुनु परे मेरै यता मर्ने जस्ता पाइ आँखा हामीले कालाई तिमीलाई नि जस्ता पाले आँखा कहाँ लाउँछ र बकै भयो केटा भयो आजको लागि भिडियो चाहिँ लाग्छु भने एक लाइक र च्यानलमा नयाँ हुनुहुन्छ सब्स्क्राइब गरिदिनु होला आफ्नो जति पनि साथीहरु छ सबैले शेयर गर्न नभुल्नु होला म अर्को नयाँ भिडियोको साथमा आउने नै छु अहिलेको लागि म पनि गएको बाइ ओके गाइस तपाईहरुलाई कस्तो लाग्यो भिडियो रोस्ट चाहिँ लास्टको बाल हान्दिरहेको हो न तर भिडियो चाहिँ दामी भन्ने कमेन्ट हो न रोस्ट चल्तीकलाको हिसाबले रोस्ट चाहिँ डह्रो हानेको फेरि है मजाले रोस्ट हानेको चल्तीकलाको हिसाबले चाहिँ ल गाइस तपाईलाई भिडियो कस्तो लाग्यो कसैलाई पनि जस्ट इन्टरटेनमेन्टको लागि बनाएको भिडियो इन्टरटेनमेन्ट नै सोच्नु होला त्यो भन्दा चाहिँ माथि नजानु होला है त कसैलाई हेट गर्ने या यो त्यो हैन ओके गाइस भिडियो कस्तो लाग्यो भिडियो मन पर्यो भने लाइक अनि कमेन्ट र च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला हामी बाँकी अर्को भिडियोमा भेट्ने छौं तबसम्म जय नेपाल।